इमोसनल हुन्न भनेर है म अलि नर्भस छु उहाँको अगाडि सुनाउन लागिरहेको छु। मेरो कविताको शीर्षक हो आमाहरू सबैका तिमी जस्तै हुन्छन्। आमा अचेल एक तमासले मुहार उजेलिएको छ, तिस्कमा कुराको जालो झैँ चेलिएको छ। म भित्र कोही बोले जस्तो लाग्छ, चलबलाएर केही चले जस्तो लाग्छ। मन खुसीले फैलिएर छिनमै आकाश जस्तै भइदिन्छ, छिनमै बिलाइ जान्छ खुसी, फेरि मन भारी हुन्छ। खबर सुनेर पुलकित हुँदिहौ तिमी, हो आमा मेरो गर्व बसेको छ। हेर्न लायक हुँदो हो तिम्रो आँखाको चमक, जसै महिना नागेदेखि तिमीलाई सधैँ सानै लाग्ने छोरी, आफै आमा बन्न लागेदेखि हरेक पल म तिमीलाई सम्झिन्छु। अचेल तिमीलाई बाडुली अलि धेरै नै लाग्दो हो। आज म स्टेज भयो भने किन आउनुपर्छ भन्दाखेरि चाहिँ किनभने I will still be organizing that program, है। So no matter what, तपाईहरुलाई यदि आजको प्रोग्राम राम्रो लाग्यो, यदि मैले तपाईहरुको मन जित्न सके भने तपाईहरु नेक्स्ट प्रोग्राममा अवश्य आउनुहोस्। नेक्स्ट लागि मेरो लागि मात्रै हैन, तमाम दिदी बहिनी हैन सबै छोरीहरु सबैको आमाहरु यसको डान्स गर्न जाम न खुसी लाग्यो। आमा